नेपाल केवल नक्सामा कोरिएको एउटा सुन्दर देश मात्र होइन, यो त एउटा अनुभूति हो। यहाँका कच्ची रोड, नबनिएका कथाहरू र सुदूर पार लुकिएका सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गर्नु नै मेरो जीवनको मुख्य उद्देश्य हो। एभ्रिवान, नमस्ते। मेरो नाम एम हो। म एक सिनेमाटोग्राफर र भिजुअल स्टोरीटेलर हुँ। सानैदेखि मैले आफ्नो वरपरको संसारलाई फिल्मको एउटा फ्रेम जसै हेर्दै आएँ, जहाँ सही प्रकाश, सही दृष्टिकोण र प्रत्येक क्षण पछाडिको भावना बुझ्नु नै मेरो लक्ष्य बन्यो। यो च्यानल मार्फत म तपाईहरूलाई डकुमेन्ट्री शैलीका ट्राभल फिल्महरू बनाउने एउटा विशेष यात्रामा लैजाँदैछु। मेरो अवधारणा एकदम सरल छ। नेपालको वास्तविक र लोकलाग्दो सुन्दरतालाई मेरो आफ्नो दृश्य र दृष्टिकोणबाट प्रस्तुत गर्नु हो। यो केवल चर्चित पर्यटकीय स्थलहरूको सूची देखाउनु मात्र होइन, यो त अझसम्म ओझेलमा परेका बाटाहरू, यात्राको क्रममा आउने बाधाहरू र हाम्रो देशलाई असाधारण बनाउने ती साना साना विवरणहरूलाई उजागर गर्नु हो। म यही भिडियोहरू किन बनाउँछु? किनभने बाटाको प्रत्येक मोडमा एउटा नयाँ कथा र नयाँ दृश्य लुकेको हुन्छ। म साधारण ट्राभल भ्लग र स्टोरी टेलिङलाई अगाडि बढाउन चाहन्छु। नेपाल कस्तो देखिन्छ मात्र होइन, यहाँ यात्रा गर्दा कस्तो महसुस हुन्छ भन्ने कुरा तपाईहरू सामु ल्याउन चाहन्छु। चाहे त्यो एक दिनको मोटरसाइकल राइड होस् या कुनै पनि हिमाली भेगको गहिरो यात्रा होस्। यदि तपाईहरूलाई सिनेम्याटिक यात्रा लेन्सको माध्यमबाट कथा भन्ने शैली र नेपालका लुकेका सुन्दर ठाउँहरू खोज्नु मन पर्छ भने सब्स्क्राइब बटन थिचेर मेरो यो यात्रामा जोडिनुहोस्। एम भिजुअल पाथमा तपाईहरूलाई स्वागत छ।